गुड इभिनिङ एभ्रिवान। के तपाईले कुनै घर जग्गा, शेयर तथा अन्य इन्भेस्टमेन्ट बिक्री गर्दा कमाएको मुनाफामा ट्याक्स तिरिराख्नु भएको छ? आजको फ्राइडे फाइनेन्समा तपाईको एसेट बिक्री गर्दा कमाएको प्रफिटमा लाग्ने कर, क्यापिटल गेन ट्याक्सको बारेमा जानकारी दिन गइरहेका छौँ। क्यापिटल गेन ट्याक्स कुनै पनि एसेट जस्तै घर जग्गा, शेयर तथा अन्य इन्भेस्टमेन्ट बिक्री गर्दा कमाएको मुनाफामा लाग्ने ट्याक्स हो। अब कुरा गरौँ घर जग्गा बिक्री गर्दाखेरि लाग्ने क्यापिटल गेन ट्याक्सको। किनेको 5 वर्षभन्दा कम भएको घर जग्गा बिक्री गर्दा कमाएको मुनाफामा 5% क्यापिटल गेन ट्याक्स लाग्दछ, जबकि किनेको 5 वर्षभन्दा बढी भएको घर जग्गा बिक्री गर्दा कमाएको मुनाफामा 2.5% क्यापिटल गेन ट्याक्स लाग्दछ। यस्तो ट्याक्स बिक्री गर्दाखेरि मालपोत कार्यालयले काट्ने गर्दछ, तर 10 वर्षभन्दा बढी किनेको या अकुपाई गरेको रेसिडेन्शियल प्रपर्टी बिक्री गर्दाखेरि कमाएको मुनाफामा क्यापिटल गेन ट्याक्स लाग्दैन। साथै कृषि उत्पादन गर्ने एग्रिकल्चर ल्यान्डको बिक्री गर्दाखेरि कमाएको मुनाफामा क्यापिटल गेन ट्याक्स लाग्ने गर्दैन। अब कुरा गरौँ शेयर या अन्य इन्भेस्टमेन्ट बिक्री गर्दा लाग्ने क्यापिटल गेन ट्याक्सको। कुनै पनि इन्डिभिजुअलले लिस्टेड कम्पनीको शेयर बिक्री गर्दाखेरि कमाएको मुनाफामा 5% क्यापिटल गेन ट्याक्स लाग्दछ, जबकि अनलिस्टेड कम्पनीको शेयर बिक्री गर्दा कमाएको मुनाफामा 10% क्यापिटल गेन ट्याक्स लाग्ने गर्दछ। कुनै पनि इन्टिटीले लिस्टेड कम्पनीको शेयर बिक्री गर्दा कमाएको मुनाफामा 10% क्यापिटल गेन ट्याक्स लाग्दछ भने अनलिस्टेड कम्पनीको शेयर बिक्री गर्दा 15% क्यापिटल गेन ट्याक्स लाग्दछ। कुनै पनि इन्डिभिजुअलले सालमा 3 लाखसम्मको मुनाफा कमाएको छ भने त्यसमा क्यापिटल गेन ट्याक्स लाग्दैन। साथै आफूले कमाएको मुनाफा विदिन 2 इयर्समा रेसिडेन्शियल प्रपर्टीमा फेरि रिइन्भेस्टमेन्ट गर्छ भने त्यसमा क्यापिटल गेन ट्याक्स लाग्दैन। त्यस्तै गभर्नमेन्टको शेयर्स या सेक्युरिटिज सेल गर्दाखेरि कमाएको मुनाफामा क्यापिटल गेन ट्याक्स लाग्दैन। अब कुरा गरौँ क्यापिटल गेन ट्याक्स रिटर्नको। यसको लागि पहिलो नम्बरमा सालभरिमा तपाईँले जति पनि एसेट बेच्नु भएको छ त्यसको क्यापिटल गेन निकाल्नुहोस्। त्यसपछि फर्म 9 क्यापिटल गेन ट्याक्स रिटर्न भन्नुहोस्। क्यापिटल गेन ट्याक्स रिटर्न भरिसकेपछि त्यसका लागि चाहिने सपोर्टिङ डकुमेन्ट जस्तै सेल्स र परचेज एग्रिमेन्टहरू कलेक्ट गर्नुहोस् र त्यो कलेक्ट गरिसकेपछि त्यो रिटर्न आफ्नो नजिकैको कर कार्यालयमा फिस्कल इयर सकेको 3 महिनाभित्रमा गएर जम्मा गर्नुहोस्। तपाईँको तिर्नुपर्ने क्यापिटल गेन ट्याक्स लायबिलिटी अलरेडी विथहेल्ड भएको क्यापिटल गेन ट्याक्सभन्दा कम भएमा तपाईँले एनुअल ट्याक्स रिटर्न भर्दाखेरि क्रेडिट क्लेम गर्न सक्नुहुनेछ, जबकि तपाईको तिर्नुपर्ने क्यापिटल गेन ट्याक्स लायबिलिटी विथहेल्ड गरेको क्यापिटल गेन ट्याक्सभन्दा बढी भएमा जति बढी हुन्छ त्यति अमाउन्टको ट्याक्स तपाईँले रिटर्न फाइल गर्दाखेरि तिर्नुपर्ने हुन्छ। आजको लागि फ्राइडे फाइनेन्समा यति नै। क्यापिटल गेन ट्याक्स सम्बन्धी केही जानकारी या हेल्प चाहिएमा तपाईँले हामीसँग सम्पर्क गर्न सक्नुहुनेछ। यस्तै इन्फर्मेटिभ भिडियोको लागि स्टे ट्युन्ड एन्ड थ्याङ्क यू।